हाम्रो यात्रा नयाँ वृन्दावन गौशाला यहाँको नयाँ वृन्दावन गौशाला भन्ने यो इटरीमा पर्ने रहेछ। त्यसको लागि अगाडि जाँदैछौँ हामी, यहाँबाट भित्र छिर्नुपर्ने होइन। त्योभन्दा चाहिँ अगाडि हामी घुम्यौँ मुक्तिधाम है, त्यसको भिडियो चाहिँ म पछि फेरि ल्याउनेछु होइन। अब यहाँ हामी घुम्छौँ पहिला, अनि त्यहाँबाट फेरि कता जानुपर्छ अनि हेर्दै छौँ है त। हेर्दै हेर्दै घुम्दै जाउँ है, देखाउँदै जान्छु म तपाईँहरूलाई। वृन्दावनको पाखमा बाँसुरीको भाकामा, वृन्दावनको पाखमा बाँसुरीको भाकामा हामीलाई डाकेर रामत खेल। फाइनली पुगेर चाहिँ यहाँ घुमघाम गर्दैछौँ है सब परिवार। यहाँ चाहिँ अब गौशाला है, गाईको चाहिँ गाई बाछाको चाहिँ ठुलो मूर्ति पनि रहेछ। अनि शिवजीको अगाडि त्यहाँ सट्ट पानी पनि है, एकदम रमाइलो लाग्ने किसिमको आनन्द आउने ठाउँ। वरिपरि हरियाली गार्डनहरू भएको है। अनि यहाँ बिचमा चाहिँ मन्दिर, राधाकृष्ण मन्दिर हो यो चाहिँ होइन। यहाँभित्र चाहिँ राधाकृष्ण मन्दिर हो, भित्र चाहिँ फोटोहरू खिच्न मनाइ छ भनेर दिएको रहेछ, त्यही भएर फोटो खिच्न सायद पाइँदैन होला, र पनि हेर्छौँ हामी। र यहाँ घुम्दैछौँ, जे धेरै नै रमाइलो। हाम्रो मम्मी बुवालाई पनि एकदम आनन्द लागिरहेछ होइन। घुम्दैछौँ, एकपल्ट चाहिँ जानै पर्ने चाहिँ जग्गा जस्तो लाग्यो मलाई चाहिँ है। हेर्नु है यहाँ कस्तो रहेछ, कस्तो छ, के छ, म सबै देखाउने कोसिस गर्दैछु यो भिडियो मार्फत है त। हेर्दै जाउँ अरू अगाडि के छ। बालै यहाँ घुमाएर अब यहाँ खाना खाने कार्यक्रमलाई घरबाटै बनाएर ल्याएको एकदम। यो पनि चढाउला बातमा चढाउनु। गोत्र कश्यप गोत्र। ए हाम्रो अत्री गोत्र चाहिँ यहाँ। अत्री गोत्रमा त यस्तो भन्नु त हाम्रो अत्री ऋषि। आत्रेय ऋषि दाजु। लु दाजुको यो के अरे सान्डिल्य यहाँ कौडेन यहाँ हाम्रो दाजुको पक्कै यहाँ। हुन्छ ल म खिचिदिन्छु।
झोलुङ्गे पुल पनि रहेछ साइडमा। गौशालामा गाईहरू यस्ता छन् नि सबै। हामी वृन्दावन छौँ है, नयाँ वृन्दावन गौशाला। गौमाताहरू गोत्र अनुसारको चाहिँ ऋषि है। यहाँ झोलुङ्गे पुल त्यहाँ पर ठक्क देखिँदैछ यहाँनिर झोलुङ्गे पुल। यहाँ गोत्र अनुसारको ऋषि भनेर छुट्याइदिएको छ यहाँ आफ्नो आफ्नो थर अनुसारको गोत्र। सट्ट यहाँ यता चाहिँ हनुमानजी हुनुहुन्छ है। ठक्क यहाँ हामी घुम्दैछौँ आज। टक्कै हरियाली ठाउँ। तपाईँको यो रहेछ झोलुङ्गे पुल, लामो झोलुङ्गे पुल रहेछ। साइडमा यो गौशाला भनेको चाहिँ यो गौहरू गाईहरू बस्ने ठाउँ है, यहाँ राखिदिएको रहेछ यो चाहिँ। अनि यता चाहिँ झोलुङ्गे पुल यसो घुम्न ओर्न पारि जान ओर्नको लागि चाहिँ एकदम रमणीय ठाउँ, ठिक्क मिलेको जस्तो जग्गा। टक्क झोलुङ्गे पुल पनि निकै लामो राम्रो खालको बनाइदिएको रहेछ। घुमघामलाई हाम्रो बुवालाई दाजुले लिएर जानुहुँदैछ, आमा अघि अघि है। आज हाम्रो चाहिँ एकदम फ्यामिली टुर हुँदैछ, घुमघाम है। धार्मिक स्थलहरू जग्गा जग्गामा घुम्दैछौँ। हेर्नुहोस् अगाडि कस्तो के छ, हेर्दै जाउँ। मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो? फोटो हामी सबैको फोटो ल। फोटो पनि छ, भिडियो पनि। आमा नाच्नुहुन्छ कि एकचोटि? अबको यात्रा चाहिँ हाम्रो गोकुलमतर्फ, मुक्तिधाम गौशाला घुमेर अब गोकुलममा जाँदैछौँ। छम्मै जल पानीमा आँखा पर्यो नानीमा, राम्री तिमी फुल झै, शीतल तिमी जुन झै। ए छम्मै जल पानीमा आँखा पर्यो नानीमा, राम्री तिमी फुल झै, शीतल तिमी जुन झै। उजेली छौ सुन भन्दा के चाहियो र यो भन्दा, चाहिने जो जिन्दगानीमा, चाहिने जो जिन्दगानीमा। यहाँभित्र गोकुलम रिसोर्टमा चाहिँ इन्ट्री गरेछौँ है। अगाडि मैले त्यहाँ भिडियो बनाउनु पाइनँ। त्यहाँ चाहिँ 100 रुपियाँ गोटा लिँदो रहेछ इन्ट्रीको, अनि भित्र घुम्न पाइन्छ रहेछ। र यहाँ खोखोरी, ताजमहल, हात है, वरिपरि झिल जस्तो छ। अब हेर्दै जाउँ अरू के देख्न पाइन्छ अगाडि है, कहाँ के छ हेर्दै जानुपर्छ है। देखाउँदै जान्छु म। खुकुरीलाई पितल छापा, हाँसियालाई बाला, कति हेर्छे उदाइने देब्रे, जवान होली जाला, जवान होली जाला। मेरै घरको दैलो ठुलो आँगन चारै कुने, न बिजुली न त पानस, तिमी भए हुने, तिमी भए हुने। ए राम्री रहेछौ फुल भन्दा, के चाहियो र यो भन्दा, चाहिने जो जिन्दगानीमा, चाहिने जो जिन्दगानीमा, चाहिने जो जिन्दगानीमा, चाहिने जो जिन्दगानीमा।
गोदावरी जाने भनेर चाहिँ हामी निस्क्यौँ। यस्तो मजाको देखिएको छ सिन पनि, भ्यू पनि एकदम रमाइलो देखिरहेछ। जग्गाहरू एकदम जाने क्रम छ है हाम्रो अगाडि। अबको भनेको हाम्रो गोदावरी पार्क भन्ने ठाउँ जान्छौँ अब चाहिँ हामी, र त्यसको लागि हामी अगाडि बढिसकेका छौँ। अब हेरौँ त्यहाँ कस्तो रहेछ, के रहेछ, कतिको रमाइलो छ है। बाहिरको सिन हेर्दै जाउँ, अब दृश्यहरू अवलोकन गर्दै गर्दै जाउँ। सफा छ मौसम। पार्कसम्म छ यहाँ एकदम गाना गाउँदै मजा लिइरहनु भएको छ भने यता हाम्रो हुनुहुन्छ फेरि आफ्नै सुर र तालमा सुर र तालमा नतमस्तक हुनुहुन्छ। म छु यहाँ यता, दाजु यहाँ हुनुहुन्छ गाडीमा, बुवालाई यहाँबाट देख्नुहुन्छ म सर्दै हाम्रो मैले तिम्रो मायामा नयाँ नाम पाएँ मसँग। अब चाहिँ आइपुग्यो अर्को ठाउँ, यसलाई भन्छ गोदावरी पार्क भन्छ। पहिला चाहिँ त्रिवेणी भन्ने गरेको रहेछ, अहिले चाहिँ गोदावरी पार्क भएर चाहिँ यहाँ यस्तो समुद्र टाइपको रहेछ, झिल रहेछ, यहाँ बोटिङ गर्ने अनि रिसोर्ट छ यहाँ माथि साइडमा, यहाँ बसेर हेर्ने यस रमाइलो छ। दिन पनि राम्रो भएर हावा चलेको छ सरर, वरिपरि नजारा पनि राम्रो छ, आकाश पनि एकदम दामी देखिरहेछ है। हेरौँ है अझै के छ यहाँभित्र, म देखाउँदैछु है सबै। सुख दुःख दुःख सुख सबै बाटेर अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर। दिनहरू दुःखका नआउला भन्दिन, तर कटाउने छु सबै सँगै हाँसेर। बाचा भयो तिमीलाई मेरो, बाचा भयो तिमीलाई मेरो। माथिल्लो भाग आइपुग्यौँ। यो माथिल्लो भागमा चाहिँ यो पार्क जस्तो बनाइदिएको है रहेछ, राम्रो हरियाली देखिरहेछ। अनि यो साइडमा रिसोर्ट पनि रहेछ है, रिसोर्ट टाइपमा टक्क बसेर खाजा खाने, खाजा नास्ता खाने टक्क सानो सानो घुम्ती टाइपको। र त्यो पछाडि बस्ने लज पनि रहेछ है यहाँ चाहिँ एकदम त्यसरी आउनेलाई। र वरिपरि यो पार्क जस्तो बनाइदिएको पनि रहेछ, हरियाली पनि छ, फोटोसोटो लिनको लागि होइन, घुम्नको लागि एक किसिमको आनन्द हुने खालको चाहिँ रहेछ हजुर है। र अब अघि बढौँ, यहाँभन्दा अघि के छ। सर अब यहाँ हेर्दैछौँ हामी नजाराहरू। यहाँबाट यता चाहिँ पिङ रहेछ यो अगाडि होइन, यो पिङमा चाहिँ खिच्ने, पिङ खेल्ने, फोटो खिच्ने सिस्टम रहेछ होइन। अनि यहाँ टाँस दिएको रहेछ 50 रुपियाँ रहेछ रेट चाहिँ है। र यहाँ के छ यो पनि यहाँ पोस्टरमा टाँस दिएको छ, यहाँ हेर्न सकिन्छ के खेल्न पाइन्छ भनेर होइन। अनि यहाँ लेखिदिएको पनि रहेछ आफ्नो सामानको सुरक्षा चाहिँ आफै गर्नुपर्ने भनेर है त। त्यही बात सुरु भयो सानो मोडैमा, आधी बाटो हिँडेपछि तिमीसित भेट भयो। जिन्दगीको हाम्रो यात्रा त्यही बात सुरु भयो सानो मोडैमा। पनि घुमघाम सक्यो। अब सकेर हामी यहाँबाट अघि बढ्दैछौँ। अब हामी जान्छौँ लास्ट भनेको अब हाम्रो पाथिभारा
माताको चाहिँ दर्शन गरेर त्यहाँ मन्दिर छ बाटोमा त्यहाँ दर्शन गरेर अनि चाहिँ हामी घरतिर प्रस्थान गर्छौँ है त। अब जाउँ नजारा हेर्दै जाने हो। गुहार भन्न सकिन्नथ्यो मन डुब्दा समाउने भरकातै भेटिन्नथ्यो भिर खास्थे सिरानीमा गुहार भन्न सकिन्नथ्यो मन डुब्दा समाउने भरकातै भेटिन्नथ्यो धेरै टाढा हिँडेपछि धेरै टाढा हिँडेपछि तिमी हामी पनि आइपुग्यौँ यहाँ श्री पाथिभारा माता मन्दिर सुन्दर रहेछ 8 चन्द्रनगरमा। अब यहाँ हामी दर्शन गर्ने कार्यक्रम छ होइन, दर्शन गर्छौँ अनि माथि गएर हेर्छौँ कस्तो के छ है, देखाउँछु है त। जय जय पाथिभारा जय जय पाथिभारा जय जय पाथिभारा जय जय पाथिभारा अक्षताहरू लिनुभयो, फुलहरू लिनुभयो, प्रसादहरू हाल्नुपर्ने नि लुजु। फाइनली अब चाहिँ हाम्रो आजको यात्रा चाहिँ लगभग अब सकियो अरे। अन्तिममा पाथिभारा देवीको दर्शन गरेर चाहिँ हामी अब आज घरतर्फ लाग्दैछौँ है। यस्तै भयो आजको रमाइलो, मैले भिडियोमा देखाइरहेको छु है। हजुर, आजको जन्मदिन चाहिँ मैले यसरी चाहिँ सेलिब्रेसन गरेँ भन्नुपर्छ परिवारको साथमा। यता हाम्रो बुवा हुनुहुन्छ, दाजु हुनुहुन्छ यहाँ है, एकदम साथ दिनुभएको छ दाजुले। नदेख्ने भएछ र अगाडि हामी जाँदैछौँ। बाटो चाहिँ यस्तो छ। हरू पनि सकियो आजको सबै घुमघाम सकेर अब घरतर्फ जाँदैछौँ है। यस्तै भयो आजको दिन हाम्रो चाहिँ, यसरी नै मनाइयो। आज मेन चाहिँ मेरो जन्मदिन परेकोले त्यसकै लागि हामी चाहिँ फ्यामिली घुमघाममा गएको थियौँ है। पार्कतिर घुम्यौँ, मन्दिर दर्शन गऱ्यौँ, गरेर चाहिँ यसरी नै सक्यो है त हजुर। हेर्नुलाई म देखाउँदैछु, जान्दैछु है। चारैतिर हरियाली, बाटो बन्दैछ अहिले, एसियन हाइवे है। कस्तो के रहेछ म देखाउँदै जानेछु, अन्तिमसम्म रहनु होला है त हजुर।
सिधौरो किन आजको दिन बिरह गाउनु हुँदैन परदेशी सेत बिर्सेर पनि बिरती लाउन हुँदैन बिरती लाउन हुँदैन आँखा डुब्दैमा पाक्दैन हरेर माया लाइन दुखेर माया लाइन हरेर माया लाइन दुखेर माया लाइन आँखाले माया लगेरो कान्छी कान्छी हे कान्छी कान्छीको हित बोलाना हे मानको कुरा बोलाना म मादल कनकन घन्टाउलाई तिमी जुरेली जस्तै बेसी तरङ्ग भएपछि रोग लागिजान्छ
पारी फुले फुलले भरिएको डाँडा जस्तो सजौला तिम्रो जोबाना मायाले सजौला तिम्रो जोबाना मेरे काँधमा सिमसिमे पानी साथै रङ्गीन निगानी सजाइदो मेरो जोबन मायाले सजाइदो मेरो मोहनी लाग्ला है गाउँलेको